रेजरेक्सन चाहिँ पक्कै पनि नट ओन्ली विश्वास गर्नेहरूको लागि मात्रै अथवा क्रिस्ट विश्वासीहरूको लागि मात्रै त होइन होला नि त होइन? एब्सोल्युटली नट। प्रभु दुई प्रकारले कुरा गर्न सक्छौँ हामी रेजरेक्सनलाई। एउटा चाहिँ प्रभु यीशु ख्रीष्टको आफ्नो रेजरेक्सन। प्रभु यीशु ख्रीष्ट धर्मशास्त्र अनुसार उहाँले देह धारण गर्नुभयो, अर्थात् उहाँ परमेश्वर हुनुहुन्थ्यो र मानिसको देहलाई उहाँले धारण गर्नुभयो र मानिस हुनुभयो। जय मसीह अनि नमस्कार यहाँलाई सबैजनालाई। ब्रेक टाइम पोडकास्टको अर्को एपिसोडमा यहाँहरूलाई फेरि स्वागत भन्न चाहन्छौँ। योभन्दा चाहिँ पहिला हामीले येशू ख्रीष्ट बौरी उठ्नुभएको सत्य हो भन्ने टपिकमा हामीले गरेका थियौँ। धेरैजनाले हेर्नुभयो अनि मन पनि पराउनु भयो। यदि तपाईँहरूसँग त्यो सम्बन्धी प्रश्नहरू छ भनेदेखि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। हामीलाई कमेन्टद्वारा पनि तपाईँले सोध्न सक्नुहुन्छ। त्यो प्रश्नको जवाफहरू हामी दिने प्रयत्न गर्नेछौँ। र त्यसै एपिसोडको अर्को भाग भनौँ र त्यही पुनरुत्थान सम्बन्धी हामीले आज फेरि अर्को एपिसोड लिएर तपाईँको माझमा हामी आएका छौँ। र यो एपिसोडमा विशेष गरी पुनरुत्थान र हाम्रो सरोकार अथवा पुनरुत्थानको महत्त्व हाम्रो जीवनमा के छ, पुनरुत्थानलाई कसरी बुझ्ने भन्ने कुरामा हामी डिस्कस गर्न गइरहेका छौँ। र त्यसको लागि हामीसँग पहिला पनि आइसक्नु भएको छ हाम्रो गेस्ट र फेरि उहाँलाई हामी स्वागत भन्न चाहन्छौँ। अनि उहाँको नाम अमित कार्थक र उहाँलाई म स्वागत भन्न चाहन्छु। धन्यवाद। फेरि पनि तपाईँसँग यसरी कुरा गर्नु पाउँदाखेरि चाहिँ एकदम खुसी लागेको छ। एकदमै धन्यवाद अवसरको लागि। एउटा प्रश्नबाट सुरु गरौँ, जस्ट टु बिगिन विथ, होइन? यो पुनरुत्थान के हो र पुनरुत्थानमा विश्वास हामी किन गर्ने? महत्त्वपूर्ण प्रश्न। धन्यवाद प्रश्नको लागि अनि साथै पोडकास्टमा आउने अवसर दिनुभएको लागि। पुनरुत्थान सायद हामी विश्वास गर्नेहरूको लागि, विशेष गरी क्रिस्चियन जसले प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनेर स्वीकार गरेको छ, उनीहरूको लागि चाहिँ पुनरुत्थान सायद उनीहरूको जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण प्राथमिक कुरा हो जस्तो लाग्छ। धेरै पटक हामीले विभिन्न क्रिस्चियन धार्मिक क्रियाकलापहरू गर्छौँ, चाहे हामी आराधना जाने कुरा होस्, चाहे हामी सेवा सङ्गति जाने कुरा होस्, चाहे हामी हरेक आइतबार चर्चमा गएर आराधना गर्ने, शनिबार आइतबार होइन प्रशंसा गर्ने कुरा होस्। अनि ती मात्रै नभएर हाम्रो चाडहरू छन्, जस्तो एकदम याद आउने भनेको क्रिसमस, होइन? ती सबैलाई हेर्दै गर्दाखेरि इस्टर एउटा यस्तो स्थान बाइबलमा छ अथवा हाम्रो विश्वासी जीवनमा छ जसले हाम्रो जीवनको हरेक कुरालाई छुन्छ, हाम्रो गर्ने हरेक एक्टिभिटिजलाई छुन्छ। किन पुनरुत्थान भनेको प्रभु यीशु ख्रीष्ट, होइन, मृत्युलाई जितेर फेरि जीवित उठ्न भएको, मृत्युबाट जीवित हुन भएको दिनलाई हामी सम्झना गर्छौँ र त्यसलाई इस्टर भन्छौँ अथवा हामी प्रभु यीशुको पुनरुत्थान रेजरेक्सन भन्छ। अनि बाइबलले पनि एकदमै बाइबलको सेन्ट्रल थीम प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ भने प्रभु यीशु ख्रीष्टको जीवनको सबैभन्दा महत्त्वपूर्ण घडी चाहिँ पुनरुत्थान रहेको छ, जुन दिन चाहिँ प्रभु यीशु ख्रीष्टले एउटा ठुलो क्रान्ति सुरु गर्नुभयो, है, जुन दिन चाहिँ एउटा ठुलो रेभोल्युसन सुरु गर्नुभयो, जुन चाहिँ क्रान्तिले चाहिँ मानिसहरूको जीवनमा, उनीहरूको व्यवहारमा, उनीहरूको प्र्याक्टिकल लाइफ, होइन, व्यवहारिक जीवनमा, उनीहरूको प्र्याक्टिसेस एन्ड थिङ्किङ, होइन, उनीहरूको व्यवहार, उनीहरूको सोच्ने शैलीमा, जिउने शैलीमा, हरेक क्षेत्रमा यसले असर गरेको छ, यसले प्रभाव पारेको छ। अनि त्यसले गर्दाखेरि पुनरुत्थान एउटा यस्तो विशेष दिन घटना मात्र नभएर एउटा यस्तो ठुलो क्रान्तिको सुरुवात हो जो चाहिँ क्रिस्चियन विश्वासको एकदमै फाउन्डेसनल ट्रुथ हो नि, जसको लागि पावलले पनि भन्छ, यदि हामी पुनरुत्थानमा विश्वास गर्दैन भने, यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने हाम्रो विश्वास व्यर्थ छ, वर्थलेस, फ्युटाइल भन्ने शब्दहरू प्रयोग गरेको छ। त्यसले गर्दाखेरि मलाई लाग्छ पुनरुत्थान एकदमै महत्त्वपूर्ण कुरा हो जसलाई हामीले बुझ्नुपर्छ। अनि घरिघरि क्रान्ति भन्ने शब्द प्रयोग गर्नुभयो कि, अनि कति समय फेरि क्रान्ति भनेको चाहिँ यो एउटा राजनैतिक भाषा पनि हो। तर यहाँ हामीले चाहिँ क्रिस्चियन हुँदै गर्दा अथवा येशू ख्रीष्टले क्रान्ति ल्याउनु भयो भन्दै गर्दाखेरि फेरि हामी त्यो राजनैतिक प्रकारको क्रान्ति पनि होइन कि, यो डिफ्रेन्ट टाइपको क्रान्ति हो कि? डेफिनेटली क्रान्ति भन्दै गर्दाखेरि मैले यो शब्द चाहिँ एन्टी राइटको द डे द्याट रेभोल्युसन बिग्यान भन्ने शब्दबाट क्रान्ति भन्ने शब्द चलाएको हो।
क्रान्तिलाई कसरी बुझ्न सक्छौँ भन्दाखेरि हामीले अहिलेसम्म देखेको बुझेको क्रान्तिहरू चाहिँ शक्तिको प्रदर्शन गर्ने होइन, एउटा झुन्ड बनाएर कुनै कुराको विरोध गर्ने, एउटा क्रान्तिवादी एउटा ठुलो रेभोल्युसनको कुराहरू आयो भने त्यति मात्र नभएर राजनीतिक तपाईँले भन्नुभयो राजनीतिक एउटा त्यसको दृष्टिकोण पनि छ होइन, राजनीतिक कुराहरू त्यहाँनिर छ। तर मैले भन्दै गर्दा अथवा बाइबलीय क्रान्तिको कुरा गर्दै गर्दाखेरि त्यो एउटा शक्तिको र एउटा राजनीतिक कुराको प्रकटीकरण नभएर यो एउटा यस्तो क्रान्ति थियो जो चाहिँ मान्छेले सोच्नै नसक्ने है। यहाँ मेरो शक्ति देखाएर मैले क्रान्ति गर्दैछु भने प्रभु यीशु ख्रीष्टको क्रान्ति चाहिँ उहाँले आफ्नो शक्ति त्यागेर गर्नुभयो है। इट वाज अ रेभोल्युसन अफ लभ, सेक्रिफाइस, बलिदानको एउटा क्रान्ति थियो। उहाँले आफूलाई रित्याइकन है, अब बाइबलमा शब्द छ है, प्रभु यीशु ख्रीष्टले आफू परमेश्वर भएर पनि आफूलाई रित्याउनु भयो भन्छ। धेरै पटक हामीले सोच्दाखेरि रित्याउनु भयो भन्दाखेरि उहाँ चाहिँ हि सिज टु बी गड भन्ने विचार आउँछ हामीलाई। उहाँ परमेश्वर नभएर परमेश्वर चाहिँ एक साइडमा राखेर म मानव मात्रै भन्नुभयो भन्ने विचार आउँछ। तर त्यो पनि होइन। उहाँले जब आफूलाई रित्याउनु भयो भन्दाखेरि चाहिँ केनोसिस थ्योरी भनिन्छ है, केनोसिस अन्डरस्ट्यान्डिङ छ। उहाँले आफ्नो ईश्वरीय शक्तिलाई उहाँले सक्नुहुन्थ्यो, मान्छेले सोचेको जस्तो प्रकारको क्रान्ति पनि ल्याउन सक्नुहुन्थ्यो। तर उहाँले आफ्नो शक्तिलाई पन्स्याएर एउटा कमराको रूप धारण गरेर एउटा सेवकको रूप धारण गरेर मृत्युसम्म आज्ञाकारी भएर यो एउटा ठुलो क्रान्ति ल्याउनु भयो, एउटा फरक प्रकारको क्रान्ति ल्याउनु भयो, जुन चाहिँ क्रान्तिले प्रेमको क्रान्ति एब्सोल्युटली भन्न सक्छौँ होला त्यसलाई। त्यति मात्र नभए त्यो अझै सीमित हुन्छ होला। यो क्रान्तिले चाहिँ मान्छेको जीवन नै उल्टा बनाइदियो। पहिला मान्छेले आफ्नो स्वार्थको लागि म मेरो र मलाईको लागि सोच्थ्यो भने अब प्रभु यीशु ख्रीष्टले ल्याउनु भएको क्रान्तिले चाहिँ म भन्दा पनि अर्को व्यक्ति ठुलो छ, म भन्दा पनि अर्को व्यक्ति म भन्दा माथि छ, अरूलाई माथि राख्ने, आफूलाई होच्याएर सेवा गर्ने क्रान्ति हो। अनि यो प्रकारको क्रान्ति परमेश्वरले आफ्नो पुत्रद्वाराबाट ल्याउनु भएको भन्ने कुरा चाहिँ हामी बुझ्न सक्छौँ, त्यसरी डिफाइन गर्न सकिन्छ। अनि यो रेजरेक्सन चाहिँ पक्कै पनि नट ओन्ली विश्वास गर्नेहरूको लागि मात्रै अथवा क्रिस्ट विश्वासीहरूको लागि मात्रै त होइन होला नि त, होइन? एब्सोल्युटली नट। प्रभु दुई प्रकारले कुरा गर्न सक्छौँ हामी रेजरेक्सनलाई। एउटा चाहिँ प्रभु यीशु ख्रीष्टको आफ्नो रेजरेक्सन। प्रभु यीशु ख्रीष्ट धर्मशास्त्र अनुसार उहाँले देह धारण गर्नुभयो, अर्थात् उहाँ परमेश्वर हुनुहुन्थ्यो र मानिसको देहलाई उहाँले धारण गर्नु भएर मानिस हुनुभयो है, जसलाई हामी पूर्ण परमेश्वर र पूर्ण मानिस भन्छौँ थियोलोजीमा होइन। अनि उहाँ पूर्ण परमेश्वर भए तापनि उहाँले पूर्ण मानिसको रूपलाई धारण गर्नुभयो, शरीरलाई धारण गर्नुभयो। अनि यो शरीरलाई लिएर उहाँ जिउनु भयो। यो शरीरको सङ्घर्ष र कष्टलाई उहाँले आफ्नो जीवनमा सहनुभयो, खप्नुभयो, जसरी हामीले खप्छौँ होइन। शरीरमा कतिवटा दुःख हुन्छ, रोग बिमार हुन्छ, विभिन्न प्रकारको समस्या हुन्छ, लिमिटेसन छ, टाइम स्पेसको लिमिटेसन छ होइन, सबै कुरा दुःख कुरा छ, इमोसनल समस्याहरू छ, मेन्टल हेल्थको कुराहरू छ। यो सबै कुराहरू हि वाज प्रेस्ड एज अ ह्युमन बिइङ इन द बडी, शरीरमा है। अनि त्यो जीवन उहाँले जिएर मरेर जानु भएन, तर त्यो जीवनलाई लिएर उहाँले क्रुसमा टाङ्नु भयो। अनि उहाँ मर्नुभयो साँच्चीकै है, बेहोस मात्रै हुनु भएन होइन, उहाँ मर्नुभयो। अनि तेस्रो दिन बाद उहाँ मृत्युलाई जितेर जी उठ्नु भयो। अनि उहाँ जी उठ्नु भएपछि पनि उहाँको शरीर चाहिँ अचानक एकदम डिसअम्बर्डेड भन्छ नि, शरीर बिनाको आत्मा मात्रै थिएन, भूतात्मा जस्तो भयो। भूतात्मा जस्तो थिएन, किनभने इट वाज अ भेरी इन्ट्रेस्टिङ पोइन्ट इन द हिस्ट्री। जब थोमाले प्रभु यीशु ख्रीष्टलाई देखे, उहाँ एकदम ढोका पनि नखोलिकन भित्र आउनुभयो। त्यति बेला एकदम आश्चर्यचकित भयो। उनीहरूले उहाँलाई भूत सम्झे, प्रेत सम्झे। तर परमेश्वरले भन्नुभयो तिमीले मलाई छुएर हेर, किनभने म तपाईँलाई छुन चाहन्छु भन्ने उसको इच्छा थियो। जब उसले त्यो डाउट गरेर पनि, एउटा शङ्का गरेर पनि प्रभु यीशु ख्रीष्टलाई छुए, उहाँको हातको काँटीको डोपहरू, उहाँको कुखाको डोपहरूले इट वाज प्रुभन द्याट ही ह्याड द फिजिकल फ्लेस, उहाँको शरीर थियो जुन चाहिँ शरीरलाई छुन सकिन्थ्यो है। त्यसले गर्दा प्रभु यीशु ख्रीष्टको पुनरुत्थानपछि पनि शरीरमा पुनरुत्थान हुनुभयो। अनि जुन शरीर लिएर उहाँ स्वर्गरोहण हुनुभयो, चेलाहरूसित बस्नुभयो, बिताउनु भयो, खानुभयो, बातचित गर्नुभयो होइन। अनि त्यसपछि गालिलको डाँडामा उहाँ मानिसहरूदेखि विलिन हुनुभयो, हराउनु भयो, अथवा उहाँ केही समयको लागि मानिसहरूदेखि ओझल हुनुभयो। अनि स्वर्गदूत आएर भने कि हेर गालिलको मानिसहरू, तिमीहरू आतिन्छौ, किन माथितिर हेर्छौ होइन, जुन यीशुलाई तिमीले आफ्नो आँखाले विलिन भएको देख्यौ त्यसरी नै उहाँ एक दिन आउनुहुनेछ शरीरमा। अनि त्यसले गर्दाखेरि हाम्रा पुर्खाहरूले, विशेष हाम्रो अपोस्टोलिक फादरहरू भनौँ, प्रेरितको हाम्रो पिताहरूले के भन्नुभयो भन्दाखेरि अपोस्टल क्रिड लेख्नुभयो, प्रेरितहरूको सारमा लेख्नुभयो, त्यहाँ सेन्टेन्स छ, म विश्वास गर्छु शरीरको पुनरुत्थानमाथि। त्यसले गर्दाखेरि यो पुनरुत्थान प्रभु यीशु ख्रीष्टको शरीरको पुनरुत्थान मात्र नभएर हरेक विश्वास गर्नेहरूको शरीरको पुनरुत्थान हुन्छ
भन्ने कुराको निश्चयता पनि देखाउँछ। So we can say कि पुनरुत्थान चाहिँ इट्स ट्रु एब्सोल्युटली होइन, यदि यो ट्रु यो सत्य नभइदिएको भए सायद त्यो प्रकारको क्रान्ति भन्ने शब्द अथवा इन अ पोजिटिभ वे होइन, अथवा त्यो चेन्जेस एउटा हिस्ट्रीमा चाहिँ हामीले जुन हिस्ट्रीभरि नै देखिरहेको छ त्यो सायद हुने पनि थिएन कि। अभियसली, किनभने हामी इतिहासलाई फर्केर हेर्दै गर्दाखेरि प्रभु यीशु ख्रीष्ट यस्तो छ, प्रभु यीशु ख्रीष्टको पुनरुत्थानपछि जसले प्रभु यीशु ख्रीष्टलाई विश्वास गरे उनीहरूको जीवनमा अथवा जसलाई परमेश्वरले चुन्नुभयो भनौँ, अझै थियोलोजिकली करेक्ट हुनको लागि चाहिँ जसलाई परमेश्वरले चुन्नुभयो उनीहरूलाई परमेश्वरतर्फ खिच्नको लागि बोलाउनको लागि सुसमाचार प्रचार गर्नुभयो अथवा गर्न लाउनु भयो। उहाँले भन्नुभयो मत्ती 28 अध्यायमा होइन, स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ र सबै जातिका मानिसहरूलाई, एथ्ने भन्ने शब्द चलाएको छ, हरेक पिपल ग्रुपलाई पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ र मैले तिमीलाई सिकाएका सबै कुराहरू पालन गर्न सिकाऊ र हेर जगतको अन्तसम्म तिम्रो साथमा छु। त्यति मात्र भन्नु भएन, उहाँले पवित्र आत्मा पनि दिनुभयो, तिमीले शक्ति पाउनेछौ, तिमी जेरुसलेममा सामरीमा यहुदियामा र जगतको अन्तसम्म तिमीहरू मेरो गवाई हुनेछौ। के को गवाई भन्दाखेरि प्रभु यीशु ख्रीष्टको पुनरुत्थानको गवाई। उनीहरूले प्रभु यीशु ख्रीष्टको पुनरुत्थानमा गाभिँदै गर्दाखेरि उनीहरू आत्मिक रूपमा जीवित भएका मानिसहरू जसलाई पवित्र आत्माले नयाँ जीवन दिनुहुन्छ। हामी इफिसी 2 अध्यायमा पढ्दै गर्दाखेरि होइन, साधारण मानिस हामी प्रभुलाई नचिनिकन होइनौँ भने हामी पापमा मरेका छौँ। इफिसी 2 अध्यायको 1 पददेखि पढ्यो भने हामीलाई थाहा हुन्छ है, हाम्रो पाप र अपराधमा मरेको बेलामा यीशु ख्रीष्टले हामीलाई नयाँ जीवन दिनुभयो। भन्नुहोस्, हामीले यीशु ख्रीष्टसितको पुनरुत्थान जीवनमा हामी सेयर गर्छौँ। त्यसले गर्दा पावलले भन्छ ख्रीष्ट ममा जिउनुहुन्छ, म ख्रीष्टसित क्रुसमा टाँगिएको छु। त्यो जीवन लिएर जिउने मानिसहरूले यो क्रान्तिको विभिन्न सङ्केतहरू इतिहासमा दिएको छ होइन। जब जब हामीले इतिहासमा हेऱ्यौँ, पहिला पनि हामी वचनमा हामी 2-3 पल्ट दोहोऱ्याएर भनेका छौँ कि जब जब मानिसहरूको बिचमा सङ्घर्ष आए, कष्ट आए, ठुलो ठुलो पेन्डेमिकहरू आए होइन, ठुलो ठुलो आपतकालीन स्थितिहरू आए, ती मानिसहरू थिए जसले प्रभुलाई प्रेम गर्थे, उनीहरूले आफूलाई ज्यानको जोखिममा लगाएर पनि मानिसहरूको सेवा गरे। प्रभुलाई नपाउने मान्छेहरू त भागेर डाँडा डाँडा गएर बसे होइन, आफूलाई बचाउन खोजे, तर प्रभुलाई पाउने मानिसहरूले आफ्नो ज्यान दिनलाई पछि हटेनन्। अनि त्यो क्रान्तिको विभिन्न पक्षहरू हामी देख्न सक्छौँ। कति कति टाढा टाढा गएर, कति विभिन्न ठाउँहरूमा गएर उनीहरूले आफ्नो जीवनलाई समर्पित गरेर ती मानिसहरू जसलाई प्रभु चिन्न पर्ने खाँचो छ उनीहरूको लागि आफ्नो जीवन दिएका क्रान्तिको एउटा पक्षहरू हामी देख्न सक्छौँ। जुन हामी अहिले तपाईँले पनि अनि कति कुराहरू भनिसक्नुभयो, यो पुनरुत्थानले हाम्रो आफ्नै पुनरुत्थानलाई पनि सङ्केत गरिरहेछ। सो मान्छे भनेको चाहिँ एकचोटि मर्यो सक्यो होइन रहेछ। अनि येशू ख्रीष्टको पुनरुत्थानले पनि हामीलाई देयर इज लाइफ आफ्टर डेथ र त्यो इटर्निटी अथवा त्यो लाइफ आफ्टर डेथलाई हेरेर अहिले हामी कसरी जिउँछौँ भन्ने कुरामा डिफ्रेन्सेसहरू ल्याउँछ होला नि सर। एब्सोल्युटली एब्सोल्युटली। कस्तो भन्दाखेरिलाई अब हामीले इटर्निटी अथवा अनन्त जीवनलाई कसरी बुझेका छौँ भन्ने हो है। अब हाम्रो विभिन्न प्रकारको फरक विचारधारा छन्। हामी क्रिस्चियन इसाई समाजभित्रै पनि हामी विभिन्न प्रकारको छौँ। अब कुनै समाजको कुनै डिनोमिनेसन सम्प्रदायकोलाई अलग, अलिक तलको, अलिक माथिको भन्न चाहेको होइन मैले, तर हाम्रो सोच फरक हाम्रो ट्रेडिसनले बनेको छ। हाम्रो ट्रेडिसनलाई स्थापना गर्ने ती व्यक्तिहरूको शिक्षाले बनेको छ। अनि ती व्यक्तिले जुन कुरा सिकाएका छन् त्यही कुरालाई हामीले सिरोपर गर्दै आएका छौँ। अब नेपालीमा त हामी हियरसे कल्चरमा बाँचेका छौँ। हामी सुन्छौँ अनि विश्वास गर्छौँ, भन्छौँ, त्यति हो। अध्ययन गर्ने कल्चर छैन है। अध्ययन गर्ने कल्चर भएको भए सायद त्यति ठुलो विभेद हुन्थेन होला। तर हामीभन्दा अग्रजहरूले जे भने त्यो कुरालाई हामीले सुने, राम्रो पनि हो, सुन्नुपर्छ अभियसली। तर परमेश्वरले हामीलाई त्यो ज्ञान पनि दिनुभएको छ कि अलिक क्रिटिकली सोच्ने सही हो कि होइन होइन। म मेरो विद्यार्थीलाई सधैँ त्यही भन्ने गर्छु होइन, तिमी पेन्टिकोस्टल चर्चबाट आएको भने बी अ गुड पेन्टिकोस्टल होइन, आफ्नो इतिहासलाई जान। तिमी प्रेस्बिटेरियनबाट आएको छन्, बी अ गुड प्रेस्बिटेरियन होइन। जब हामी आफ्नो सम्प्रदाय, आफ्नो विचारधाराको विभिन्न पक्षहरूलाई ध्यानपूर्वक अध्ययन गर्छौँ भने हामी सत्यता पत्ता लगाउँछौँ। त्यो मेरो लागि हो होइन। त्यसले गर्दाखेरि हाम्रो इसाई समाजभित्र पनि अनन्त जीवनबारे विभिन्न प्रकारको विचारधारा। कतिको विचारमा चाहिँ अब हामी स्वर्ग गएपछि यो संसारको सबै दुःख सुख हराइन्छ, माथि गएपछि त खानु पनि पर्दैन होइन, घुम्नु पनि पर्दैन, काम पनि गर्नु पर्दैन होइन। अस्ति मैले वचनमा भन्दै थिएँ होइन,
माथि ढुङ्गामा बसेर अङ्गुर खाँदै हार्प बजाउने हो कि अब कतिजना स्वर्गदूत जस्तै 24 घन्टा आराधना गर्ने हो कि भन्ने विभिन्न प्रकारको विचारधाराहरू छन्। एन्ड्रु राइटले उहाँको किताबमा भन्नुहुन्छ अल ड्रेस्ड अप नो वे टु गो। तयारी त भइसकेछ तर कहाँ जाँदैछौँ के गर्दैछौँ भन्ने कुनै निश्चयता छैन होइन। त्यो चाहिँ एक प्रकारको हाम्रो बिएटिफिक भिजन अफ हेभेन हाम्रो डेभलप भएको छ इतिहासमा हेऱ्यो भने। जब हामी इतिहासको रुटतिर जान्छौँ भने अलिकति लामो हुन्छ होला तर मैले एक्सप्लेन गर्नु जरुरी जस्तो लाग्यो। रुटमा गयो भने जब क्रिस्चियनिटी सुरु हुँदै थियो त्यति बेलासम्म सबै डक्ट्रिन्सहरू डेभलप भएको थिएन। अनि मोस्ट अफ द डक्ट्रिन्सहरू शिक्षाहरूलाई मानिसहरूलाई प्रष्ट बुझाउनको लागि उनीहरूको भाषामा बोल्नुपर्ने थियो। अनि उनीहरूले बोल्ने भाषा भनेको ग्रिक थिए र ग्रिक भाषाको रुट जान्दै गर्दाखेरि ग्रिक फिलोसफी उनीहरूको हातमा आए जसले उनीहरू ग्रिक फिलोसफीलाई प्रयोग गरेर विभिन्न शिक्षाहरू सिकाउन थाले जस्तो ट्रिनिटी। ट्रिनिटी त शब्द त बाइबलमा छैन तर टेर्टुलियनले ग्रिक शब्दलाई प्रयोग गरेर लिएर प्रभु यीशु ख्रीष्टको पिता पुत्र पवित्र आत्माको शिक्षालाई सिकाए। त्यसरी नै ग्रिक इन्फ्लुएन्स धेरै आएपछि ग्रिकमा प्लेटो नभएको कुनै ठाउँ पनि छैन। प्लेटो इज जसलाई अफलातुन पनि भन्छ नेपालीमा है। अफलातुनको विचार उसको शिक्षा शैलीमा दुई प्रकारको अन्डरस्ट्यान्ड, एउटा चाहिँ डुअलिस्टिक भ्यू भन्छ स्वर्ग र पृथ्वी। स्वर्ग भनेको चाहिँ इट्स अ प्लेस अफ फर्म्स, पर्फेक्ट फर्म्स भन्छ उसको एजमा। त्यहाँ चाहिँ सबै कुरा पर्फेक्ट हुन्छ, सबै कुरा सिद्ध हुन्छ। यहाँ चाहिँ इम्पर्फेक्ट फर्म्स, यो ठाउँ चाहिँ संसार चाहिँ जहाँनिर चाहिँ सबै कुरा चाहिँ रेप्लिका मात्रै हो त्यसको। तपाईँले रुख देख्नुहुन्छ भने त्यसको पर्फेक्ट रुख स्वर्गमा देख्नुहुन्छ भने त्यो शिक्षा थिए। त्यो शिक्षालाई क्रिस्चियनिटीले स्वात्तै अपनाए। अनि हामीले के भन्नु यो शरीर चाहिँ दुष्ट छ, यो शरीरमा दुःख छ, स्वर्गमा चाहिँ केही पनि छैन भने त्यो प्रकारको डुअलिस्टिक भ्यू क्रिस्चियनिटीमा लामो समयदेखि आएको छ। अनि हामी अहिलेसम्म पनि त्यसरी सोच्छौँ कि स्वर्ग चाहिँ अब आत्मामा जिउने हो, शरीर चाहिँ प्रवेश गर्दैन। किनभने पहिलो कोरिन्थी 15 अध्यायको 52 पदले होइन भनेको छ कि मासु र रगत प्रवेश हुँदैन। अनि त्यस्तो प्रकारको विचार रहेछ। तर त्यसको अर्को पक्ष पनि छ बाइबलमा जसलाई हामी न्यू क्रिएसन भन्छ। सुरुदेखि नै हेर्नुभयो भने इट्स अ जर्नी फ्रम द गार्डन टु अ सिटी। उत्पत्तिमा एउटा गार्डन थिए, अदनको बगैँचा थियो भने प्रकाशको किताबमा हेऱ्यो भने त्यहाँ एउटा सहर छ। इट्स अ जर्नी अफ डेभलपमेन्ट अफ ह्युमन लाइफ, जर्नी अफ प्रोग्रेस होइन। परमेश्वरले नयाँ सृष्टि र नयाँ आकाश, नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ र अहिलेको आकाश र पृथ्वी त्यहाँनिर विलिन भएर जानेछ। त्यो भिजन छ नि त। ताकि परमेश्वर सबै कुरा नयाँ बनाउनुहुन्छ भने त्यो नयाँ संसारमा कस्तो प्रकारको मानिसहरू हुन्छन् भन्ने कुरा चाहिँ रेजरेक्सनको अन्डरस्ट्यान्डिङले दिन्छ। जुन शरीर लिएर प्रभु यीशु ख्रीष्ट स्वर्गारोहण हुनुभयो त्यो शरीर लिएर उहाँ फेरि यस पृथ्वीमा आउनुहुनेछ। उहाँले भन्नुभएको छ हेर म चाँडै आउनेछु। अनि त्यो शरीर लिएर उहाँ आउनुहुन्छ नि हामी पनि शरीरको पुनरुत्थानको प्रतीक्षा गर्छौँ होइन। मासु र रगत भन्दाखेरि हामीलाई यो शरीरदेखि इन्कार गर्ने जस्तो लाग्छ तर पावलले कुनै पनि क्षेत्रमा मासु र रगतलाई उहाँले शारीरिक कुरालाई तुलना नगरेर पाप र पापको प्रदूषणले भरिएको कुरालाई देखाएको छ। फ्लेस अफ फ्रुट अफ फ्लेस भन्दाखेरि थाहा पाउँछ हामी शरीरको फलहरू, आत्माको फलहरू, प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, नम्रता, विश्वस्ता, संयम होइन। गलाती 5:22 त्यो शब्द गर्दै गर्दा फ्लेस र स्पिरिटको कुरा गर्दै गर्दाखेरि त्यो सन्दर्भमा हेऱ्यो भने 15 अध्यायमा आएर उहाँले रगत र मासु भन्दैन फ्लेस सोमा होइन। फ्लेस भन्दै गर्दाखेरि चाहिँ पाप र पापको प्रदूषणले गरिएको शरीर चाहिँ स्वर्गमा प्रवेश हुँदैन भन्न चाहेको। तर स्वर्गमा शरीरै हुँदैन भनेको चाहिँ होइन। भन्नुको मतलब हामीले त्यो शरीरको कल्पना पनि गर्न सक्दैनौँ जुन शरीरमा पाप र पापको प्रदूषण छैन। अहिलेको शरीरलाई हेर्नुहोस्, तपाईँहरूमध्ये हामी जतिजनाले हेरिराख्नु भएको छ तपाईँहरू सबैले विचार कसको शरीरमा रोग छैन होला होइन। बिहान उठेर दबाई खानुपर्छ, बेलुका सुत्ने बेलामा दबाई खानुपर्छ, एक्सर्साइज गर्नुपर्छ, सकि नसकि हिँड्नुपर्छ, जिम गर्नुपर्छ होइन। बाहिर 15 मिनट आँखा पोल्छ होइन। कति गाह्रो छ। घर परिवारमा द्वन्द्व छ, इमोसनल समस्याहरू छ, मेन्टल हेल्थको यो सबै कुरा हामीले जिउँदै झेल्दै आएकोले गर्दाखेरि त्यो शरीर जो चाहिँ यो सबै कुरादेखि मुक्त छ त्यो कल्पना पनि गर्न सक्दैन। त्यसले गर्दाखेरि पनि पुनरुत्थान हाम्रो लागि कता कता आकाशको फल छ, आँखा तरी मर भने जस्तो होइन के भन्छ होइन। त्यस्तै प्रकारको विचार हामीलाई लाग्छ। तर पुनरुत्थान प्रभु यीशुको पुनरुत्थानलाई अध्ययन गर्दै जाँदाखेरि इट गिभ्स सच अ इन्टेन्स होप, यति एकदम गहिरो आशा दिन्छ जसले त्यो दिनको प्रतीक्षा मात्र होइन यो दिनमा जिउने कुराहरूमा पनि धेरै फरक ल्याउँछ क्या। द्याट्स वाइ वी कल इट रेभोल्युसन। अनि अब अलिकति यो जन्म, मृत्यु अनि पुनरुत्थानको कुरा गर्दै गर्दाखेरि अब हामी यो संसार, नेपाल, हाम्रो समुदाय, हाम्रो संस्कृतिमा हामी जिउँदैछौँ। अनि यो पुनरुत्थानको द इम्पोर्टेन्स
यो अहिले जिउँदै गर्दाखेरि के यो पुनरुत्थानले चाहिँ कस्तो प्रकारको रेलेभेन्स, कस्तो प्रकारको इम्पोर्टेन्स अथवा महत्त्व एउटा विश्वास गरेको मान्छेको जीवनमा अथवा यो संसारमा पनि त्यसले दिन्छ जस्तो लाग्छ तपाईँलाई? एब्सोल्युटली। कस्तो भन्दा एउटा साधारण उदाहरणबाट सुरु गर्छु, जुन चाहिँ मैले सर्मनमा पनि भनेको थिएँ। यदि कसैले मिठो भोजन बनाउँछ भने, मिठो भोजन पाकेको छ भने, घरमा श्रीमतीले मिठो भोजन पकाएको छ भने, तपाईँलाई मनपर्ने भोजन छ भने तपाईँले त्यसको केही स्वाद लिनुहुन्छ, चाख्नुहुन्छ अलिकति है। पाकिसक्नुभन्दा अगाडि अथवा पाकिसकेर बाँड्नुभन्दा अगाडि त्यो चाख्नु भएपछि तपाईँले भन्नुहुन्छ मिठो भएछ, होइन? पुनरुत्थान पछिको जीवन पनि त्यस्तै हो, होइन? परमेश्वरले अनन्तताको कुरा गर्नुभएको छ। अनन्त जीवनमा हामी पछि जानेछौँ मृत्युपछि हाम्रो, होइन? जो बाइबलले भन्छ जो प्रभु यीशु ख्रीष्टको आगमनमा मरिसकेका छन् उनीहरू जीवित भइ उठ्नेछन्, जो मरेका छैनन् उनीहरूको परिवर्तन हुनेछ। भन्नुको मतलब वी विल बी इन अ डिफ्रेन्ट स्टेट अफ लाइफ, जसलाई हामी महिमित शरीर भन्छौँ, महिमित स्थानमा भन्छौँ। त्यति बेलाको चाख अहिले हामीले प्राप्त गर्छौँ, किन प्रभु यीशु ख्रीष्टद्वाराबाट हामीले त्यो फोर्थ टेस्ट अफ द किङडम पाएका छौँ। भनेपछि त्यसको अर्थ हाम्रो लागि अहिले लाग्छ। यदि हामी अनन्त जीवनको लागि तयार हुँदैछ भने त्यहाँ जानको लागि हाम्रो यहाँनिर टाँटबाट त्यो अनुसारको हुनु पर्यो, है? नेपालमा त अब अमेरिकन जाने चलन छ, अब अहिले के कस्तो छ, है? तर अमेरिका जाने भिजा लागिसकेपछि त्यो व्यक्तिको ठाँटबाट, आनी बानी, चालचलन, बोलीचाली चेन्ज हुँदैन भन्नुहोस् त। तपाईँले याद गर्नुभएकोले मेरै साथीहरूको कतिवटा चेन्ज भएको थाहा गरेको छु। इन्डियामा हो भने इन्डियन आर्मी जानु पर्थ्यो। इन्डियन आर्मी गएर उनीहरू 3 महिनाको ट्रेनिङ गरेर आएपछि यार भन्ने हुन्थ्यो, होइन? भनेपछि त्यो वोक्याब्स चेन्ज हुन्छ, हाम्रो बोल्ने शैली चेन्ज हुन्छ, हाम्रो सोच्ने शैली चेन्ज हुन्छ, हाम्रो काम गर्ने शैली चेन्ज हुन्छ, किनभने वी आर एन्टरिङ इन्टु अ डिफ्रेन्ट वे अफ लाइफ, एउटा छुट्टै जीवन, होइन? छुट्टै जीवन। प्रभु हाम्रो जर्नी हो, एउटा जीवन जर्नी हो, जुन चाहिँ यात्रामा हाम्रो बिचमा सङ्घर्ष छ, कष्ट छ, तर वी आर नट अलोन, होइन? ग्रेट कमान्डमेन्टमा पनि भन्नुभयो प्रभु, आई विल बी विथ यु टिल द एन्ड अफ द एज, संसारको अन्तसम्म तिम्रो साथमा हुन्छु, होइन? पवित्र आत्मा हाम्रो काउन्सिलर हुनुहुन्छ, जो हाम्रो साथमा दिनरात हुनुहुन्छ। उहाँको सहायतामा वी आर मुभिङ इन्टु अ न्यू क्रिएसन, जहाँनिर एउटा नयाँ समाज हुनेछ, जहाँनिर एउटा नयाँ शालोमको राज्य हुनेछ, जहाँनिर यस्तो राजा हुनेछ जसले सबै कुरा आफ्नो प्रजाको लागि दिन तयार हुनुहुन्छ, आफ्नो पुत्र समेत दिन तयार हुनुभएको राजा। उहाँको राजसत्तामा जुन चाहिँ जीवन हुन्छ त्यो जीवनको स्वाद पाएका मानिसहरू अहिले चुप लागेर बस्न सक्दैनन्, है? यति मिठो छ कि ऊ चुपचाप बसेर बस्न सक्छ, उसले अरूलाई भन्नै पर्ने हुन्छ, है? मलाई त लाग्छ कि सुसमाचार यो पुनरुत्थान बुझ्ने मान्छेले पुनरुत्थानको सन्देश त भाइरल बनाउनु पर्ने हो, होइन? यो सन्देश त भाइरल बनाउनु पर्ने हो कि यो चाहिँ अब कतै मजाको तोरीबारी फुल्यो भने मान्छेले भाइरल बनाउँछ नि त, होइन? त्यस्तै जब हामी पुनरुत्थानको कुराले देख्छौँ, यसलाई हामी जति सक्दो प्रचार गर्छौँ, भन्छौँ, मानिसहरूलाई बताउँछौँ कि देयर इज अ रियालिटी अफ लाइफ विच क्यान बी एक्सपेक्टेड। सो एउटा त भन्ने कुरा पनि होला, होइन? तपाईँले भने जस्तै यदि मैले चाखेको छु भने त्यो मिठो स्वाद हामी अरूलाई पनि चखाउन चाहन्छौँ भनेदेखि त्यो भन्ने कुरा मात्रै हो कि जिउने कुरा पनि? अब म चाहिँ पर्सनली हेर्दाखेरि आई डोन्ट सी द्याट डिफरेन्स, किनभने यदि तपाईँले मुखले मात्रै भन्नुहुन्छ भने वास्तवमा भन्नुभएको होइन। हामी सुसमाचारलाई धारण गर्ने कुरा गर्छौँ। सुसमाचार चाहिँ गएर हिट एन्ड रन खाले कुरा होइन, गएर लै विश्वास गरे अब भयो मेरो काम भने भनिदिए तिम्रो आफ्नै जिम्मा भनेर छोड्ने होइन। सुसमाचार इट्स अ इम्प्याक्ट, इन्फ्लुएन्स। म गएर कसैलाई प्रभु यीशु ख्रीष्टको बारेमा बताउँदैछु भने उसले मलाई विश्वास गर्न सक्नु पर्यो, होइन? अथवा परमेश्वरले उसलाई विश्वास दिनुहुन्छ अभियसली, तर मैले त्यो जीवन जिएको छैन उसले विश्वास गर्दैन के। मैले जति नै सुसमाचार प्रचार गरे तापनि मेरो मुखको बोलीले, मेरो व्यवहारले, मेरो बानी बेहोराले, मैले गर्ने क्षमाको कुराले, मैले गर्ने करेक्सनको कुराले, मैले जिउने लाइफ प्रिन्सिपल्सको कुराले त्यो राज्यको कुरा उनीहरूले ममा देख्न चाहेन भने, होइन? देखेको मान्छे मलाई त उनीहरूले विश्वास गर्न सक्दैनन्, नदेखेको परमेश्वरलाई कसरी विश्वास गर्छ भनेको जस्तै हो क्या। त्यसरी हेर्नु पर्यो। त्यसले गर्दाखेरि सुसमाचार चाहिँ बोल्ने कुरा मात्र होइन, सुसमाचार चाहिँ धारण गर्ने कुरा हो। किनभने सुसमाचार येशू हो भने येशू ख्रीष्ट व्यक्ति हुनुहुन्छ, अनि व्यक्तिको आचरण, व्यवहार, शैली, शिक्षा त्यसलाई धारण गरेर जिउनु चाहिँ सुसमाचार हो। अनि त्यसले गर्दाखेरि यदि हामी राज्यको मानिसहरू छौँ अथवा परमेश्वरको क्रान्तिको सहभागी छौँ, रेजुरेक्सनमा विश्वास गर्छ, पुनरुत्थानमा विश्वास गर्छ भने त्यो विश्वास चाहिँ, विश्वास शब्द पिस्टिस भन्ने शब्द चाहिँ फेथ र वर्क दुइटै एउटै सिक्काको दुईटा पाटा जस्तै हो। तपाईँले विश्वास गर्नुहुन्छ तर तपाईँको काम छैन भने के गर्नुहुन्छ, होइन? याकुबले त्यही त भन्छ, होइन? फेथ विदाउट वर्क इज डेड
भन्नु यदि हामी विश्वास गर्छौँ भने त्यसले हाम्रो जीवनबाट त्यसको काम यदि हामी प्रभु यीशु ख्रीष्ट त गाँसेका छौँ ग्राफ्टेड इन्टु क्राइस्ट छ भने फल नफलाउने कुरै भएन हैन तर यदि तपाईँ गाँसेर पनि चर्चमा गएर पनि तपाईँले फल फलाउनु भएको छैन मेबी यु आर नट कनेक्टेड राइटली हैन अरू कुरामा गाँसेको छौँ कि बा हैन तर फेरि रियालिटी क्या अहिले हाम्रो समाज संस्कृतिमा हेर्दै गर्दाखेरि अब कति कुराहरू अब गरिबीको कुराहरू छ होइन अहिले माइग्रेसनको कुराहरू छ मान्छेलाई होप चाहिएको छ होप नभएको कारणले गर्दाखेरि नै त उसले संसारिक कुराहरूमा संसारिक थोकहरूमा उसले आफ्नो आशा खोजिराखेको छ तर हामी भन्छौँ रेजरेक्सनमा अथवा चाहिँ पुनरुत्थानमा आशा छ तर त्यो व्यक्तिलाई कसरी हामी आशा दिलाउन सकिन्छ जो व्यक्ति ले विश्वास त गरेको छ उसले होइन प्रभुमा विश्वास गरे होला यीशुमा विश्वास गरेको होला तर त्यो अझै पनि उसमा रियलाइज नभएको हुनसक्छ अथवा ऊ डे टु डेमा लाइफमा फिजिकल्ली मटेरियल्ली होइन सबै कुराहरूमा स्ट्रगल गरिरहेको छ दुई तीन प्रकारले यसलाई हेर्न सकिन्छ एउटा त परमेश्वरको सर्वभौम इच्छा छ हरेक मानिसको यहाँसम्म कि दुःख कष्ट र बिरामीमा पनि परमेश्वरको इच्छा हुन्छ है परमेश्वरले ती सबै कुरालाई उहाँको महिमाको लागि प्रयोग गर्न सक्नुहुन्छ दोस्रो कुरा चाहिँ मानसिकता पनि हो है बाइबलले भन्छ प्रभु यीशु ख्रीष्टको जस्तो मन थियो तिमीहरूको पनि त्यस्तै मन होस् मानसिकताले धेरै ठुलो असर पार्छ यदि तपाईँको मानसिकता तपाईँको परिस्थितिमाथि कस्तो छ भन्ने कुरा छ भने जस्तो छ मानसिकता त्यस्तै प्रकारको तपाईँको रियाक्सन हुन्छ यदि तपाईँले सोच्नुहुन्छ म चाहिँ सबैभन्दा गरिब मलाई चाहिँ केही छैन भनेर सोच्नु म सबैभन्दा सडेको सोच्नुहुन्छ त्यही मानसिकतामा हामी बस्छौँ जहिले पनि हामीलाई त्यही दुःख कष्ट र रिजेन्टमेन्ट हुन्छ तर मेरो यो दुःख कष्ट केही समयको लागि हो किनभने यो परिस्थिति र यी समस्याहरूमाथिको परमेश्वरलाई मैले विश्वास गरेको छु भनेर कन्फिडेन्सको साथमा जिउनुहुन्छ भने परमेश्वरले त्यो व्यक्तिलाई त्यो मानसिकतामा पनि उचाल्नुहुन्छ दुःख कष्ट कसलाई छैन र पैसा रुपियाँ त कसलाई कमी हुन्न र बिल गेट्सलाई पनि अब कति चाहियो भन्दाखेरि अझै $1 भन्नुभयो अरे होइन अब त्यस्तो प्रकारको विचार मान्छेलाई खाँचो सबैलाई हुन्छ चाहे धनी होस् चाहे गरिबलाई होस् धनीलाई पैसाको खाँचो नहोला तर स्वास्थ्य चाहिएको होला गरिबलाई स्वास्थ्यको समस्या नहोस् तर पैसा चाहिएको होला होइन त्यसले गर्दाखेरि त्यो लाइफ इज नट जस्ट इन द वे इट सुड बी मेरो हाम्रो चिनेको प्रोफेसरले उहाँले लेख्नुभएको पुस्तक इट इज नट द वे सपोज टु बी जस्तो हुनुपर्थ्यो त्यस्तो छैन किनभने त्यहाँनिर पाप छ मानिस स्वार्थ छ पेल्ने कुराहरू छन् जातिवादको कुराहरू छन् म ठुलो तँ सानो म धनी तँ गरिब भने यो सबै सामाजिक समस्याको कारणले गर्दाखेरि मानिसहरू पेलिएको छ धनीहरूले गरिबहरूलाई वास्ता नगरेको कारणले गर्दाखेरि केही मानिसहरूले आफ्नो स्वार्थको लागि अरूलाई पेलेको कारणले गर्दाखेरि मान्छेमा त्यो सबै इम्ब्यालेन्स छ तर जुन मान्छेले प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्छ जुन मान्छेले प्रभु यीशु पुनरुत्थानलाई त्यसको स्वाद चाखेको छ उसको मानसिकता त्यसले मलाई दबायो भनेर जिउने होइन तर परमेश्वर जसले मलाई प्रेम गर्नुभयो भन्ने कुरामा जिउँछ किनभने परमेश्वरको भावना उसले परमेश्वरको अनुग्रह प्राप्त गर्छ मान्छेले पाउने कुराहरू भजन सङ्ग्रह 24 अध्यायले भन्छ संसारमा भएको सबै यावत थोक मेरो हो परमेश्वरको हो सबै कुराहरू उहाँले दिनुहुन्छ होइन अनि त्यो परमेश्वरसितको हाम्रो सम्बन्ध सही नभएको कारणले गर्दाखेरि हाम्रो जीवनमा सङ्घर्ष र समस्या छ तर त्यो सम्बन्धलाई सही बनाउनको लागि प्रभु यीशु ख्रीष्ट मानिस भएर जिउन भयो मर्न भयो जीवित हुनुभयो अनि त्यो सुसमाचार प्रभु यीशु ख्रीष्टको पुनरुत्थानको सुसमाचारले एक दिन परमेश्वरले त्यो सबै कुराहरू ठिक बनाउनुहुन्छ अनि त्यसको स्वाद अहिले पनि म चाख्छु किन हुँदैन हिलिङ हुन्छ प्रभुले चङ्गाइ गर्नुहुन्छ तर धेरै पटक नहुनु पनि सक्छ होइन किनभने चङ्गाइ नै सुसमाचार होइन रोगलाई परमेश्वरले उहाँको राज्य विस्तारको आधार बनाउनुहुन्छ किनभने हाम्रो मान्छेलाई अहिले होइन हामीले हिजो मात्रै नै कुरा गर्दैछौँ हाम्रो मान्छेलाई के चाहिएको छ भने हिलिङ चाहिएको छ निको हुनु परेको छ मान्छेसँग पैसा छैन अहिले त परमेश्वरमा भन्दाखेरि पनि मेडिसिनमा हामी विश्वास गर्छौँ होइन त्यस कारण प्रार्थना गर्ने एउटा कुरा होला तर मेडिसिन खानु पऱ्यो हेल्थ चेकअप गर्न जानु पऱ्यो मान्छेसँग पैसा छैन होइन त्यो अवस्थामा पनि पुनरुत्थानले कस्तो प्रकारको आशा दिन सक्छ अब अघि मैले भनिहालेँ एउटा त मानसिकता हो कस्तो छ भन्दाखेरि हामीले हाम्रो स्वार्थको कारणले गर्दाखेरि धेरै कुरालाई आत्मिकीकरण गरिदिएका छौँ आत्मिक र शरीरलाई छुट्याउने कुरा गरिदिएका छौँ हालाकि हामी आत्मिक र शरीरमा नै छौँ सँगै छौँ त्यसले गर्दाखेरि कतिले चाहिँ भन्ने गर्छ अब दबाई पानी नखाऊ सबै कुरा नगर विश्वासमा जाति हुन्छ विश्वास र दबाई पानीमा त्यो प्रकारको त्यो भिन्नता देखाउने विचार चाहिँ एकदम मूर्ख हो
पटमूर्ख मान्छे हो किनभने परमेश्वरले नै मानिसहरूलाई दबाई बनाउने ज्ञान दिनुहुन्छ है यदि परमेश्वरमा विश्वास गर्छ भने त्यो मानिसले हर साधनलाई परमेश्वरबाट आउने साधनको रूपमा प्रयोग गर्न सक्छ किन बाइबलले भन्छ हरेक असल कुरा माथिबाट आउँछ तर कति मान्छेले चाहिँ हामीले संसारका कुरालाई साइन्सका कुरालाई मेडिसिनका कुरालाई टेक्नोलोजिकल डेभलपमेन्ट कुरालाई शैतान भन्दिन सजिलो छ नि मोबाइल त शैतान हो भनिरहेको हुन्छ होइन त्यो प्रकारको विचारधारा चाहिँ सबैभन्दा पटमूर्ख विचारधारा जस्तो लाग्छ मलाई माफ गर्नुहोला मैले यो शब्द चलाएँ कतिजनाले सोचिराख्नु भएको होला तर मेरो विचारधारा मात्रै राखेको तर यदि हामी साँचो परमेश्वरलाई विश्वास गर्छौँ भने हरेक साधनलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ मैले हिजो भन्दै थिएँ उदाहरण दिँदै थिएँ एउटा प्रयोग गरिएको होइन एउटा व्यक्तिलाई मृत्युदण्ड दिनको लागि उसलाई बाँधियो चेयरमा आँखा साखा बाँधियो उसले भनेको उसलाई चाहिँ एकदम विषले सर्पले डसाएर मार्नेछ भनेर उसलाई भनिदियो उसको कानमा उसको मनमा डर छ होइन उसले देखेको छैन केही पनि अनि कसैले ल्याएर सानो सेफ्टी पिनले घोचिदिए अनि केही समयपछि उसको मृत्यु भयो अनि प्रयोगकर्ताहरूले पछाडि सर्च गरेर उसको पोस्टमार्टम गर्दाखेरि पुरा उसको शरीरमा चाहिँ त्यो विष देखा पर्यो अनि उनीहरूले पत्ता लगाए कसरी चाहिँ मान्छेको जीवनमा विष पैदा हुन्छ होइन कसरी चाहिँ मान्छे केले मर्छ भने मान्छेको जीवनमा गरिबी रोग यी सबै कुराहरू आउँछ नै आउँछ किनभने हामी शरीरमा दुर्बल छौँ नि त होइन अहिले मैले कालीमाटीबाट साग लिएर खाएँ भने अस्ति भर्खर भन्दा कति विषादी पर्सन छ भन्दै थिएँ होइन त्यो पनि त असर छ नि त सबै पापको प्रतिफलहरूको रूपमा हामी हेर्न सक्छौँ तर त्यो भन्दैमा म मात्रै रोगी प्रभुले मलाई दण्ड दियो भन्नु पनि मिल्दैन क्या तर मैले के भन्नुपर्छ भने प्रभु म रोगी छु भने सायद तपाईँले मलाई रेस्ट दिनुभएको होला होइन केही समय अगाडि म एकदम बिजी कलेजमा काम गरेको थिएँ यति साह्रो बिजी हुन्थ्यो अनि एक दिन चाहिँ मलाई एकदम अचानक बिरामी भएर हस्पिटल पर्नु पर्ने हस्पिटलमा बस्दै गर्दाखेरि एकजना व्यक्तिले दिस इज द टाइम गड हेज गिभन टु यु टु रेस्ट भन्नुभयो क्या अनि त्यो मेरो लागि त्यो एक दिन दुई दिन बसेँ म हस्पिटलमा त्यो मेरो लागि एकदम रिन्युअल भयो अनि अस्ति भर्खर पनि कति इयर्सपछि एकजना अगुवाले भन्दै थियो हामी जहिले पनि इन द मोड अफ वर्क हुन्छ अरे क्या वर्क 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 एन्ड रेस्ट वर्क 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 रेस्ट हुन्छ अरे तर खासमा परमेश्वरले हामीलाई रेस्ट मोडमा बनाउनु भएको अरे अनि जब हामी रेस्ट मोडमा बस्छौँ तब वी क्यान बी मोर एनर्जाइज टु डु मोर इफेक्टिभ वर्क अनि त्यो प्रकारको विचार हाम्रो फरक छ क्या विचारहरू रोगलाई हेर्ने दृष्टिकोण टट्टै जति हुन चाहे हामीलाई होइन प्लाटै जान्छ एकैचोटि पेसेन्स छैन हामीमा धेरै छैन पैसा भने एकैचोटि कमाउनु पऱ्यो होइन सर्टकट जानु पऱ्यो बिटकोइन किनेर हुन्छ कि अथवा कि युट्युबमा भिडियो हालेर हुन्छ कि होइन सबै हामी इन्स्ट्यान्ट ग्राटिफिकेसनको टाइममा छौँ तर प्रभु यीशु ख्रीष्टको पुनरुत्थानको कुराले फर्केर आउँदै गर्दाखेरि इट टिचेस अस टु बी पेसेन्ट धेरै गर्न सिकाउँछ प्रभु तपाईँको इच्छा के छ यसमा आई एम नट डुइङ गुड इन माई लाइफ मेरो परिवारमा समस्या छ मेरो हस्बेन्डमा समस्या मेरो वाइफमा समस्या मेरो छोरासँग वाट यु वान्ट यु टु लर्न फ्रम लाइक वाट यु वान्ट मी टु लर्न फ्रम यु तपाईँबाट के सिक्न मैले सिक्नु यो परिस्थिति किन मेरो अगाडि छ किन तपाईँ सोभरिन हुनुहुन्छ तपाईँ सबै कुरामाथि सर्वभौम सत्ता राख्नुहुन्छ यदि तपाईँकोमा यो सबै कुरा छ भने मैले चिन्ता किन गर्ने होइन संसारको सबैभन्दा शक्तिशाली व्यक्ति मेरो साइडमा छ भने मेरो परिस्थिति मेरो लागि ठुलो हुँदैन त्यो व्यक्ति ठुलो हुन्छ तर अहिले हामीले त्यो शक्तिशाली व्यक्तिलाई नचिनेको कारणले गर्दाखेरि हाम्रो लागि परिस्थिति ठुलो भएको छ त्यसले गर्दाखेरि हामी दुनियाँभरि कुदाइरहेको हुन्छौँ यता उता यहाँ पो हिलिङ छ कि त्यहाँ पो चङ्गाइ छ कि त्यहाँ पो पैसा छ कि त्यहाँ पो समृद्धि छ कि होइन त्यसले गर्दा मान्छेहरू अस्तव्यस्त छ भनेपछि हाम्रो प्रायोरिटिजहरू रङ भएको हो एब्सोल्युटली 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 हेर्नुहोस् है तपाईँ र मैले तपाईँलाई अरूलाई पनि हेर्नु दर्शकहरूले पनि यसो विचार गर्नुहोस् तपाईँ र मेरो जीवनको महत्त्वपूर्ण सबैभन्दा ठुलो कुरा के हो कसैको लागि घर होला कसैको लागि गाडी होला होइन भनेदेखि हामीले हाम्रो सङ्घर्षहरूमा पनि परमेश्वरको कामलाई परमेश्वरले के गर्दै हुनुहुन्छ हाम्रो जीवनमा कसरी परिवर्तन गर्दै हुनुहुन्छ कसरी हामीलाई चलाइराख्नु भएको छ भन्ने कुरा महसुस गर्न सक्छौँ होइन अनि त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो कि एब्सोल्युटली परमेश्वरलाई प्राथमिकता दिने कुराहरू पुनरुत्थानले सिकाउँछ प्रभु यीशु ख्रीष्ट क्रुसमा मर्नु जानु हुँदै गर्दाखेरि उहाँले भन्नुभयो कि हुनसक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस् तर मेरो होइन तपाईँको इच्छा पुरा होस् परमेश्वरले उहाँको इच्छालाई सबैभन्दा माथि राख्नको लागि है राख्नेको व्यक्तिको लागि रूपमा प्रभु यीशु ख्रीष्टलाई सबै मानिसहरूभन्दा माथि उचाल्नु भयो है हामी कोलोसीमा पढ्छौँ होइन उहाँले आफूलाई कमरा सर होच्याउनु भयो परमेश्वरले सबै माथि सबै नाउँहरूभन्दा उच्च नाउँमा राख्नुभयो होइन त्यो एउटा सफरिङ टु ग्लोरी एउटा दुःखदेखि महिमासम्मको यात्रा हामीले एउटा पापमै शरीरले गर्छौँ होइन जब हाम्रो पापलाई परमेश्वरले प्रभु यीशु ख्रीष्ट मार्फत दिनुहुन्छ भने हामी एउटा नयाँ जीवनमा शरीर रहिसकेका छौँ होइन अब हामी पुरानो जीवनमा दुःख र कष्टमा होइन
तर त्यो दुःख कष्टसँग नै हामी सङ्घर्ष गर्दै गर्दै पनि हामी नयाँ जीवनमा सरिसकेका छौँ। हाम्रो हेर्ने शैली पहिला मलाई बिमार हुँदाखेरि प्रभु मलाई नै किन भनेर भन्थ्यौँ भने प्रभु वाट डु वान्ट मी टु डु फ्रम दिस होइन आई क्यान आइडेन्टिफाई विथ द पिपल अल्जाइमर भएको पेसेन्ट्सहरूसित होइन मेन्टली क्यान्सर भएको मान्छेसित आई क्यान होइन म आफै बिमारी हुँदाखेरि पनि आई क्यान अन्डरस्ट्यान्ड वाट ह्यापन्स टु अ पर्सन हु इज विथ टिभी लागेको मान्छेलाई मैले अझै नजिक मैले त्यो कुरा भोगेको छु नि मेरो जीवनमा होइन। त्यस्तै प्रकारले त्यो पर्सपेक्टिभ नै फरक हुन्छ क्या सादा भन्ने हाम्रो हेर्ने शैली होइन हाम्रो वरिपरिको परिस्थितिलाई हेर्ने शैली हाम्रो वरिपरिको मानिसहरूलाई जसले हामीलाई धेरै असर गर्छन् उनीहरूलाई हेर्ने शैली हाम्रो काम गराइमा फरक हुन्छ होइन हामी सेवा गराइमा फरक हुन्छ। धेरैले अब यो सेवा गरेपछि अब उसले आउनु पऱ्यो चर्च अथवा उसले यो गर्नु पऱ्यो भन्ने प्रकारको मतलब राख्छ भने अब हाम्रो सेवा गर्ने शैली चाहिँ सेवा गरेपछि उसलाई फाइदा होस् उसको जीवन राम्रो होस्। भोलिको दिनमा उसले प्रभुलाई खोज्छ खोज्दैन उसको आफ्नै छ परमेश्वरले उसको हृदयमा काम नगरिन्जेलसम्म उसले खोज्दैन तर मेरो काम चाहिँ उसलाई सहायता गर्ने हो। त्यहाँसम्म पुग्न सक्यो भने पनि पुनरुत्थानको यथार्थ हाम्रो जीवनमा महसुस गर्न सक्छौँ। अब तपाईँको व्यक्तिगत होइन जीवनमा पुनरुत्थानले सबैभन्दा इम्पोर्टेन्ट अथवा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँको आफ्नो व्यक्तिगत जीवनमा के दिएको छ जस्तो लाग्छ? आई थिङ्क मेरो जीवनमा त हुन त अब मेरो आफ्नो लाइफ हिस्ट्री टेस्टमनी कतै सुन्नुहुन्छ होला म जस्तो थिएँ जो थिएँ त्यसबाट म केही फरक छैन अहिले सिधा भन्नु हो भने है। जुन प्रकारको परिस्थितिमा म हुर्केँ जुन प्रकारको रोग कष्टसित मैले झेल्नु पऱ्यो जुन प्रकारको समस्याहरू थियो खाँचोहरू थियो त्यसको अलिकति फरक प्रकारको खाँचो होला तर खाँचो चाहिँ छ फरक प्रकारको रोग होला फरक प्रकारको समस्या होला होइन। अहिले अब म कोलेस्ट्रोलसित सङ्घर्ष गर्छु कति बेला टाइममा अब त्यो सबै कुरा छ तर मलाई त्यति बेलाको समयमा प्रभुलाई राम्रोसँगले नचिनेको समयसम्म मलाई रिग्रेट लाग्थ्यो भने मेरो लाइफसित म किन यस्तो दुःख गर्थेँ भने किन म यस्तो मात्रै भएको म मात्रै किन यति लुते पाङ्रे होइन एकदम उतातिर एकदम कमजोर लुते मान्छे जिउ हड्डी र छाला मात्रै भएको जस्तो लाग्थ्यो भने मलाई अहिले त्यस्तो लाग्दैन। अहिले अलिकति फरक लाग्छ। अब म एकदम सिद्ध भइसकेको छैन प्रभुले मलाई सिद्धताको मार्गमा लानुहुन्छ भने मेरो सोचाइ चाहिँ म जस्तो छु प्रभुले मलाई दिनुभएको मैले पाउने भन्दा बेसी मैले पाएको छु सिधै कुरा है। मैले डिजर्भ गर्ने भन्दा म डिजर्भ पनि गर्दिनँ वास्तवमा तर जुन कुरा प्रभुले मलाई दिनुभएको छ ज्ञान बुद्धिको कुराहरू होस् धेरै विद्यार्थीहरूलाई हरेक वर्ष सिकाउने कुराहरूमा होस् यसरी पडकास्टबाट हुन्छ कि अथवा सेमिनार्सबाट सिकाउने कुरा आई एम भेरी भेरी थ्याङ्कफुल टु गड कि प्रभुले मलाई कृतज्ञ होइन कृतज्ञ भएर जिउन सिकाउनु भएको छ। भेरी कन्टेन्ट अनि कन्टेन्टमेन्ट भन्ने कुरा चाहिँ मैले धेरै अनुभव गर्दै आएको छु। भोलिको दिनमा मैले पाएको सहुलियत सुविधा छैन भने पनि आई क्यान लिभ अ लाइफ द्याट ग्लोरिफाइज गड। कसै न कसैलाई मैले कसरी सहायता गर्न सक्छु कसरी लिफ्ट गर्न सक्छु कसरी उसले अगाडि बढ्न सक्छ त्यो पर्सपेक्टिभ चेन्जेस भएको छ अभियसली अनि यसको गवाई मेरो फ्यामिली छ। सो इट्स नट बिकज होइन त्यो तपाईँले पाएको कुराले चाहिँ होइन कि but what he has done in your life and through resurrection. यीशु ख्रीष्टलाई धारण गरेर जिउँदै भन्दाखेरि चाहिँ उहाँले सिकाउनु भएको शिक्षालाई एप्लाई गरिदियो। सबै चाहिँ सक्दैनौँ हामी अभियसली होइन यो शरीरमा बसिन्जेल तर सक्ने चाहिँ गर्नु पऱ्यो। यदि उहाँले भन्नुहुन्छ नि तसित 2 जोडा कपडा छ भने 1 जोडा नहुनेलाई देऊ भन्छ नि दिनु सक्नु पऱ्यो क्या होइन। भेटी निकाल्दै गर्दाखेरि गोजीबाट जहिले पनि म त्यही भन्छु होइन एउटा साइडमा 10 रुपियाँ छ एउटा साइडमा 1000 रुपियाँ छ भने 1000 रुपियाँ दिन सक्ने क्षमता हुनु पऱ्यो क्या होइन। 10 रुपियाँ दिएर 1000 रुपियाँ राखेर मेरो काम लाग्छ भन्दा पनि 1000 रुपियाँ दिएर 10 रुपियाँमा म जिउन सक्छु भन्ने कन्फिडेन्स चाहिँ प्रभुले दिनुभएको छ अनि दिनु पनि पर्छ किनभने त्यो पुनरुत्थानले ल्याउने परिवर्तन ती कुराहरूमा देखिन्छ होइन। मैले हिजो एउटा उदाहरण दिँदै थिएँ घर परिवार एकजना घरमा एकदमै गरिब परिवार एकदमै समाजदेखि पनि हेला पाएका कसैले माया नगर्ने उनीहरूको छोराछोरी पनि एकदमै बेवास्ता हस्बेन्ड वाइफ पनि रात दिन झगडा गर्ने जाँड रक्सी खाएर पछि प्रभुमा विश्वास गर्नुभयो। केही समय लाग्यो जाँड रक्सीको लत छुट्नको लागि तर अहिले जान्दाखेरि फर्कै त्यो घर झन् त्यो घर यति सुन्दर छ वरिपरि फुल लगाएको वरिपरि सफा पहिला गुटकाको पत्ता हुन्थ्यो भने अहिले एकदम सिनिक्कै सफा गरेको द्याट्स अ भिजिबल चेन्ज अफ रेजरेक्सन। तपाईँ र म बसेको वरिपरिको कुराहरू सफा हुनु पऱ्यो। तपाईँ र म बसेको वरिपरि छिमेकीलाई हाम्रो असर पुगेको हुनु पऱ्यो। एटलिस्ट अरूले गुड मर्निङ भनोस् नभनोस् आफूले गुड मर्निङ भन्न सकौँ हाँसेर बोल्न सकौँ होइन। त्यो रेजरेक्सनको पहिचान। तपाईँले ठुलो माइक लगाएर प्रचार गर्नु परेन तर तपाईँले एउटा साधारण क्रिस्चियन जीवन यीशु ख्रीष्टको शिक्षालाई धारण गरेर जिउनुहुन्छ भने द्याट विल बी द ग्रेटेस्ट विटनेस।
र अन्तिममा चाहिँ यदि कोही व्यक्तिहरू हुनुहुन्छ होला जो स्ट्रगल गरिराख्नु भएको छ होइन, जो कतिले यो रेजरेक्सनको अथवा पुनरुत्थानको विषयमा सोची पनि राख्नु भएको छ होला, तर उहाँहरू अल्लमल्लमा हुनुहुन्छ होला, यो के हो कस्तो हो भन्ने कुराहरू उहाँले सोचिराख्नु भएको छ होला। त्यस्तो व्यक्तिहरूलाई समग्रमा 1, 2, 3वटा कुरा तपाईँले भन्नुपर्दाखेरि चाहिँ पुनरुत्थान ले दिएको एउटा इम्पोर्टेन्स, पुनरुत्थानको प्रभाव अथवा सरोकार के छ, कसरी तपाईँले उहाँहरूलाई प्रोत्साहन गर्न सक्नुहुन्छ, मोटिभेट इन्करेज होइन, यसमा तपाईँले गर्न सक्नुहुन्छ? हजुर, धेरै कुरा छ। यदि तपाईँहरूले पनि यो विषयमा धेरै जानकारी जान्न चाहनुहुन्छ भने एउटा त हाम्रो सिरिज 7वटा सिरिजमा हामी यो विषयलाई खोदल्ने कोसिस गर्दैछौँ। हेर्नुहोला, चाहे तपाईँ क्रिस्चियन हुनुहुन्छ अथवा नन क्रिस्चियन हुनुहुन्छ अथवा तपाईँ सिकर्स नै हुनुहुन्छ, खोज्नु जान्नु चाहने व्यक्ति हुनुहुन्छ भने मैले तपाईँलाई सिधै तपाईँको आँखामा हेरेर भन्न चाहेँ यति बेला कि तपाईँको जीवन व्यर्थ छैन। देयर इज अ पर्पस इन यर लाइफ। प्रभु यीशु ख्रीष्टले तपाईँलाई प्रेम गर्नुहुन्छ। तपाईँलाई त्यत्तिकै सृष्टि गर्नुभएको छैन है, वाचमेकर गड जस्तो घडी बनाएर छोड्नु भएको छैन। तपाईँलाई उहाँले प्रेम गर्नुहुन्छ। त्यसै गर्दाखेरि परमेश्वरले आफ्नो पुत्र दिनुभएको छ भने जस्ट थिङ्क अबाउट इट द्याट यु हेभ अ पर्पस इन यर लाइफ। तपाईँको उद्देश्य यो संसारको क्षणिक कुराको लागि होइन, कोही प्रेमिकाको जीवनको लागि अथवा प्रेमीको जीवनको लागि, आफूलाई छाड्नको लागि होइन, कुनै व्यक्तिको लागि, कुनै समस्या, आफ्नो स्वार्थको लागि होइन, तर अझै ग्रेटर पर्पसको लागि परमेश्वर तपाईँलाई चुन्नुभएको छ। अनि पुनरुत्थानले त्यो आशा तपाईँलाई अवश्य पनि दिन्छ। मलाई विश्वास छ है, तपाईँहरूले पत्रचार गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, पर्सनली पनि मेसेज गर्न सक्नुहुन्छ। इफ यु वान्ट टु नो मोर अबाउट अ बेटर लाइफ द्याट गड वान्ट्स टु गिभ यु, तपाईँको लागि एउटा ठुलो ढोका परमेश्वरले खोलिदिनु भएको छ कि पुनरुत्थानले दिने जीवन चाहिँ यो संसारले जिउने जीवनभन्दा फरक छ। त्यसै कारणले यसलाई हामी पुनरुत्थानको रेभोल्युसन है, पुनरुत्थानको क्रान्ति भन्छौँ। हजुर, थ्याङ्क यू अमित सरलाई जस मिठो कुराकानी गर्ने मौका भयो यहाँसँग है। फेरि पनि जतिजनाले हाम्रो पोडकास्ट हेरिरहनु भएको छ, हेर्दै हुनुहुन्छ र हेर्नुहुनेछ, यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। र हामीलाई सपोर्ट गर्नको लागि हाम्रो पोडकास्टमा जानुहोला, च्यानलमा जानुहोला, लाइक, सब्सक्राइब अनि कमेन्ट गर्न चाहिँ नभुल्नु होला। र एनी प्रश्न होइन, एनी क्वेसन्सहरू छ भनेदेखि पनि यहाँहरूले हामीलाई कमेन्टमा फेरि आफ्नो प्रश्नहरू पठाउन सक्नुहुन्छ र त्यसमा हामी सकेसम्म त्यो प्रश्नको जवाफहरू दिने प्रयत्न गर्नेछौँ। थ्याङ्क यू। जय मसीह साथै, नमस्कार।